हेर्नु हाम्रो होस्टेल टिमहरुको बब्बाल चलिरहेको छ। गुड गुड 8 9 वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानल dr.guru मा यहाँहरुलाई स्वागत छ। आज चाहिँ हामी भाइको नाम के रे? यता 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 यस हाम्रो एन्जिला चाहिँ आउन बाँकी छ। कहाँ गएको छ? यत्रो ढिलो भइसक्यो हैन। साउन्ड हुँदैन भाइ राम्रो फेरि त अलि परबाट क्याच गरिरहेको हुन्छ त्यसले। अनि मैले बोलेको साउन्ड बुझिदैन। ठिक छ नि हैन। आज चाहिँ हाम्रो होस्टेलको टिमहरु हिँड्दै छ हैन। आज चाहिँ हाम्रो होस्टेलको टिमहरु चाहिँ बब्बाल उसु खेल्नु छ हैन। भोलि पर्सि फाइट खेल्दा नि होस्टेलकै टिमले मात्रै गोल्ड मेडल लगरे भन्ने गरे हैन सौरभ? हैन सौरभ के छ? हानिन्छ नि हैन? खेलिन्छ नि? सकिन्छ नि हैन? बोसो घट्छ नि? बा आरन के छ भने अवस्था? ज्वरो आकै हो त? ज्वरो त निको पार्नु पर्यो नि त। उफ्रेरे कि उफ्रेर कि बुढी ढाडी भने पादेर ज्वरो आयो भने उफ्रेर ठिक पार्ने हो नि त हैन? ठिक छ। जोस कतिको छ देखाउ त। दुईचोटि पुसअप सक्छ? देखाउ त ल ल ल यसो चार ल हेरौँ त। हाम्रो होस्टेल टिम हेरौँ ल। बकाइद ल छिड ल। ल कसले बढी लास्टसम्म रेडी 1 2 3 गो। ए यता अर्को एकजना आइपुगेको छैन यार त ना। होस्टेलमा बसिरहेको छ एकजना। ल कोही लास्ट आवरसम्म हेर्नु हाम्रो होस्टेल टिमहरुको बब्बाल चलिरहेको छ। गुड 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 राम यार। खोइ कहाँ गयो अर्को? यहाँ छिटो लाइन बस। नाम के रे? यता हेरेर भन्ने एन्जिला। ल होस्टेल टिमहरु ल लु हेरौँ। एन्जिलाको पनि हेरिदिउँ नि त ल। एन्जिलाले त 30 गरिदिन्छ। तिमीहरू 13 मात्रै गर होइन। एन्जिलाले चाहिँ 30। तिमीहरू त 13 हो नि। ऊ क्या है बा चप्पल फालेर चप्पल फाली होइन। ल ओके ल अहिले थाकिन्छ फेरि। ल ओके छोडिदेऊ ल। अहिले फेरि हाम्रो एन्जिला थाक्यो भने त आमामा बिस्कुट बोकेर ओरियो। गुर्ला हो ठिक छ। अब हाम्रो होस्टेल टोलले गएर उसु कब्जा गर्छ होइन। हाम्रो होस्टेल टोलले उसु कब्जा गर्छ कि गर्दैन हो? यताबाट चाहिँ देख्छ कि ल भाइ के अरे अभियान तेरो वेटमा खतरा हान्ने होइन मान्छे। धुलान्च हान्नु पऱ्यो नि त भोलि पर्सि होइन। एन्जिला तिम्रो वेटमा फाइट पऱ्यो भने धुलान्च हान्छ कि हान्दैन अरूलाई भन त? हान्छ आरनले। अनि हाम्रो सौरभ भाइ सौरभ भाइ र मेरो वेट त बराबर छ तर म पो फाइट पर्छ होला भाइ हैन? त्यही त सौरभले हान्यो भने त म तनाव हुन्छ त। अनि सुलभ के छ? हानिन्छ नि ठुलो हान्ने होइन। बाल हान्दिने हो। होस्टेलको टोलीहरू पनि बाहिर निक्लिसकेको छ मैदान। होस्टेल छोडेर अब उसुको मैदानतिर होइन। हामी जता गए पनि हाम्रो लागि त मैदानै छ होइन। होस्टेलमा गयो होस्टेल मैदान, उसुमा गयो उसु मैदान। वाउ आमामा यता फोहोरको मैदान पारेर बसिरहेको छ अरे त आमामा। यो के खेल्छ अरे यो? पोकेमन कार्ड खेल्दा बसेछ। लाई टिमहरु यस अब चाहिँ 1300बाट आमा को भान्जी हो क्या? होइन नि होइन सेम भान्जी जस्तो देखिरहेको छ त। अनि सानो हाइटहरू हेरेर टक्क परेको टक्क परेको हाइट छ नि भान्जीको त बब्बाल तरिकाले। सबभन्दा यति हाम्रो होस्टेलको टिममा चाहिँ सबभन्दा खतरा स्ट्रेचिङ गर्ने को भन्नु त ल? शनिबार कम्पिटिसन गराउँछु म होइन। जसको दामी स्ट्रेचिङ हुन्छ 50 रुपिस। फेरि थोर पनि होइन त्यसपछि टेबल पनि म जति पनि सोच्न सक्छु टेबल सोध्छु होइन। टेबल चाहिँ 15 सम्मको टेबल सोध्न सक्छु। त्यो टेबलमा क्विजमा चाहिँ जो फर्स्ट हुन्छ त्यस्तो होइन। मैले बिचबाट सोध्न सक्छु। जस्तै 14 3 जा सोधिदिन सक्छु होइन। 7 9 जा भनेर सोधिदिन सक्छु नि त। अनि जसले 15 सम्म जति पनि सोध्छु जो फर्स्ट हुन्छ त्यसलाई चाहिँ 100। स्ट्रेचिङ र पुसअपमा जो बढी बस्छ त्यसले चाहिँ 50 रुपिस
पुसअपमा 50 दुईटैमा 50-50 क्विजमा फर्स्ट हो भने चाहिँ 100 फेरि भाइ अलि पर है अटो आइरहेको पुसअप कति गर्नु पर्यो भनेको पुसअप यस्तो 2 मिनटको टाइम दिने हो 2 मिनटको टाइमसम्ममा जसले सबैभन्दा बढी गर्छ उसले पाए एक-एकजना गर्दै गर्ने हो एक-एकजना गऱ्यो भने त बेस्ट हुन्छ ल अडियन्सहरूलाई ताली बजाउन नसक्ने अडियन्सको काम त ताली ठोक्को ताली भनेर होइन हाम्रो उसलाई पनि ल्यायो भने त यसरी नै हिँड्थ्यो होला है भान्जी पनि यत्रै छ नि हाम्रो भान्जी पनि भावना पनि यत्रै छ नि लै टक 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 स्कुल जान्छ स्कुल आउँछ होइन यता सानी छ भावनासँग ऊ के अरे दिदीको नाम भावना करिश्मा पनि खेल्यो भने चाहिँ नत्र भावना मात्र त कहाँ खेलाएर सानो छ ल्याएर ल्याउन गाह्रो हुन्छ नि त ल्याउन गाह्रो भयो भने सजिलो हुन्छ नि त हो भावनाले त्यसो भनेको थियो तँलाई चाहिँ कसले सिलाइदिएको त उसको ड्रेस मैले सिलाइदिएको आइपुगेको छैन तिमीहरू दुईजनाको मात्रै त्यो भएकोले चाहिँ नआएको हो क्या एकैचोटि हामीले 10-10वटा मगाउँछ नि त अरू 10जना आएको छैन सो त्यही भएर अनि ढिलो भइराखेको अवस्था हो हुँदैन आइतबार हुँदा त अगाडि नै पाउँछ आइतबार हुँदा त अगाडि नै हो नि भाइ म कहाँ त्यस्तो घात गर्दिनँ नि त होइन रातमा भयो भने ल्याइन्छ तर घात गरिँदैन नि त हो के साह्रो छ यो आउने आइतबार म ड्रेस पायो सौरभले पनि पायो सुलभले पनि ड्रेस पायो भाइ कति किलो छ भन्दा त 65 तेरो मेरो वेट बराबर रहेछ फाइट खेल्नुपर्छ तर म ल के ल हान त भाइ एकचोटि हान्न एकचोटि हान्न त ल दुईजना एकचोटि हान्दा ल तिमीहरू आफै मात्रै सुन्ने हो मैले त सुने छैन अनि अलिक कसी हुनु पर्यो नि त ल हान त एकचोटि हान न ल त ल छिटो ल फास्ट ल 1 गो खोइ उसो खेला तिमीहरूले अल्छी गरे ड्रम सेट सेट भयो भने चाहिँ बजाउने सेट हैन हातले नि बजायो 3-4 गाला राख्न त अनि बजाउनु 3-4 गाला राख्ने अनि बजाउने प्याङ 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 गालामा हैन वाउ हाम्रो ट्रेनिङ सेन्टर हैन यो ट्रेनिङ सेन्टर त्रिवेणी माध्यमिक विद्यालय हो के रे स्कुलमा श्री त्रिवेणी माध्यमिक विद्यालय उ उसको ट्रेनिङ ल श्री हौ यहाँ पुस्तक कपीहरू छन् अरे यहाँनिर 200 रुपैयाँ पर्ने कपी हैन 197 दिन्छ 50 रुपैयाँ कपी 50 रुपैयाँ पर्ने कपी 40 मा बा अनि यतै पो किन्नु पर्ने रहेछ नाफा त यतै जता त्यता नाफा हुन्छ त्यतै पो किन्नु पर्ने रहेछ त हैन तपाईँ जस्तो वाह तरिकाले मेरो ठुलो छ नि त लाटा हमारा 100 रुपैयाँ पर्ने कति 80 रुपैयाँ सँगै गइदिने हो भाइ के रे नाम रियान उता मोहनको भान्जा होइन हाच आज फ्राइडे हो आज त थर्सडे वेडनेसडे थर्सडे फ्राइड त बबाल हुँदैछ नि अब तुरुन्तै पाँच खुस्किने गरिदिने हो नि त तेरो दाँतहरू त तिम्रो दाँतहरू छ हेर न भोलि बस खेल्ने अभियानसँग खेल्ने गनी झार्ला नि श्री 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 त्रिवेणी माध्यमिक विद्यालय यो 1-12 भनेपछि के 1 कक्षादेखि 12 भनेको कटारी उदयपुर यहाँ त वडा नम्बर वडा कार्डले लेख्यो भए चाहिँ दामी हुन्थ्यो हजुर ठिकै छ
वाह बब्बाल इन्ट्री मारिदियो अरे होइन बुवा कसले लिएर आयो फेरि अर्को आम्मा यार अब एक दिन होला बाउ र छोराको पारा एउटै छ नि त फेरि यहाँ त अनि एक दिन आउने लाउस्रे आऊ हेलो लाउस्रे आऊ वाउ वाह सबको देख रहा हूँ मैं इधर क्या कर रहे हो यार सब लोग त्यो यस्तो त्यो आज मात्रै आउनला सुरु दिन होइन त्यो आज मात्रै आउनला भोलिदेखि आन्द्रा भुँडी निक्लिन्छ केटाको हेर एक महिना आउँदैन अनि एक महिना होइन आउँदैन त्यसबाट भाग्छ अनि कुन दिन बाउले कर गर्छ अनि फेरि कुदेर आइदिन्छ नि यस यो हो नि त ठाउँ यार आम्मा कति सुन्दर छ होइन भाइ भाइ यो स्कुलको बयान गर्दा प्रशंसा गर्दा कसरी गर्छस् कसले बयान गर्न सक्छ ल आर्यनले सक्छ नमस्कारै मामा कसले बयान गर्न सक्छ यो स्कुलको यार यस्तो भन्दाखेरि त यार ए भनेपछि यो स्कुलको बयान एक वर्षसम्म गर्दा पनि कर्दैन यति सुन्दर छ है बा श्री त्रिवेणी माध्यमिक विद्यालय कटारी 4 नम्बर वडामा छ हैन त गुरु हजुरहरु पहिले टाइगर फिल्डमा सिकाउनुहुन्थ्यो यस हामी त टाइगर फिल्डमा सिकाइदिन्थ्यो नि हो बाबा केटाले कार्डबिल खतरा दिइरहेछ यार म पनि सिक्नु पर्छ यार एसएलसी दिने आको भन्नुहुन्थ्यो यहाँ औ सुस्तिका दिदी नमस्ते सलिना दिदी ढोक दिया हेलो ओ ढोक दिया सबैजनालाई ढोक दिया ल के छ नाति किधर रे पापा की जबरजस्ती चाहिँ आया है क्या हो लाउश्री हो के रे नाम भाइ केले टोयो घाँटीमा हाई यार लाउश्री हो हाई हेलो के छ भुवनजी लाउश्री हो ठिक छ नि होइन कौन है इधर यार कौन है लो ल खै कसले कसरी हान्ने आएर चाहिँ हेरौँ त यहाँ परबाट देखिरहेको छु मैले ल खोइ लु हेरौँ ल फुता फाला टायर माथि अच्छा हो ल गुड खोइ खे सुनिल छेत यति मात्रै गरेर गति छाड्दिया है ए यो चाहिँ खाले हान्न यस्तोमा त हजुर यो खाले चाहिँ हेलो लक्ष्मी दिदी लक्ष्मी छिटो कुद ल लक्ष्मी के छ हौ भेटघाटै छैन त नि सम्धी वाह त खतरा दुब्लाइस त भाइ त अल्छी हो नम्बर 1 कल चाहिँ भाइ देखा त उल्टी देखा ल 1 बा यार मोहन देखा त भाइ देखा न मन त धसे म टिपुङ तेरो मन म माटो टक्टाउँछु ल जय देखाइदे त सक्दैन त पनि ल कसैले नसक्ने भयो ल देवराज मात्रै बेर देवराज ल जाओस् एउटा यसले फेरि उल्टी हाने काडु लाने थाहा हुँदैन यता जान्छ फेरि देखा त भाइ ल छोडे ल दियो 3 2 1 गो म भन्दैछु त कार्ड भी लानिदिन्छु यसले अनोखी तरहका बैक फ्लिप है देखो इसको गौर से देखिए भन्नु लस्सी हो के छ अनि सुस्मिता लाउश्री हो धेर खायो हो साँगाको मासु आँखा सुनिरहेछ त चिसोले अब गर्मीमा चिसोले भन्छ त ये क्या है राम चिसो लाग्दियो अरे के भयो दुःखै आमा सुन्ने छ ब्यास
कतिवटा बेल्ट छ अरे दुईटा मात्रै बेल्ट छ जसले समाउँछ अर्को एउटाको गेमको लागि तयारी भएर जान्छ रेडी 3 2 3 2 1 गो ए भाइले पो जतिखेर पनि जित्न थाले थियो यसले त यो हारे गर्छ नाति त ल अघि जितेर हुन्छ भाइ नाक मात्र कोट्याउने नाक मात्रै कोट्याएर जाने भयो दिदी भाइको दिदी भाइले त के गरेको यस्तो यहाँ अर्को बेल्ट यहाँ अर्को बेल्ट यहाँ अर्को बेल्ट अब कतिवटा बेल्ट छ 4टा बेल्ट 3 2 1 गो यस सौरभले पनि लिएछ वाउ ल देन है भाइ आमा बल्ल बल्ल लिएर गयो त्यसले घरमा यार ल ओके फेरि सबै लाइन बस्छ त अझै ल तल बस सुत सर्लक्क खुट्टा सिधा पारेर सुत्ने ल तल हत्या बस्नु टुक्सुक सुत ल ल ल उता फर्केर सुत यस सेटअप खुट्टा सिधा है ओ भाइ कहाँ हिँडेको हेर्न यार सौरभ घर जाने सिरानी ल्याइदेऊ सुते ल म 1 भन्छु तल जाने सट्टा आउने 1 2 3 4 5 त्यो त उड्दो रहेछ त सौरभ 6 7 8 9 ल लेग स्विङ हान्ने 10 ल आफ्नै काउन्टमा रेडी 10 टाइम्स गुड फटाफट गुड ठिक छ सक्नु गर्नु जान्नु मात्रै सफलता होइन नि त होइन सफलता प्राप्त नहुँदाखेरि अगाडि लडेका छेडहरू प्रत्येक सफलताको सिडीहरू हो नि त बुझ्यौ त्यसो भएको हुँदाखेरि सबैजनाले जतिपटक लडे पनि पछाडिए पनि कोसिस चाहिँ गर्ने मुटु बाहिर निक्ल्यो भने म हाल्दिउँ ल डक्टर कहाँ लगेर खोइ छिटो यो बाँदरको पो 2टा मुटु हुन्छ भन्थ्यो त बाँदर हो क्या छिटो ल छिटो कसलाई 13 भयो भनेको ल उहाँको ग्याप अप यहाँनिर मैले बेल्ट राखिदिएको छु है यहाँ 4 बेल्ट उता फर्क त्यो स्वर्ण स्मारिका छ त्यो घुमेर आएर यो बेल्ट जसले मलाई लिएर आएर दिन्छ जसले लिएर आउँदैन नि पिट्छु म 100 चोटि उडस गराउँछु त्यो स्वर्ण स्मारिका घुमेर आउने यो बेल्ट टिप्ने जसको हातमा हुँदैन घुमेर आउने जसको हातमा बेल्ट हुँदैन त्यसलाई 100 चोटि उडस गराउँछु 3 2 1 गो ओके अब बच्चाहरू लागे उता यता ट्रेनिङ हुँदैछ है किकहरू हुँदैछ यता मस्त पाराले 2 जना अल्छीहरू पारा बसिरहेको छ मेरो भान्जु र अरुणीमा यता जेमेस्टिक हुँदैछ बाल कर्ण श्रेष्ठले दियो बा लङ बो भाइ धेरै हाई हान्ने हाई सन्ध्या दिदी कमन ल यहाँ देवराजजी हुनुहुन्छ बा यतिको चाहिँ पछारिएन भने त मजा पनि आउँदैन है गुड ल ठिक छ हो यतिको दम चाहिन्छ है ब्याच के गर्छौ जा बेल्ट ल्या जसको हातमा बेल्ट छैन हेरेर कुद्नुपर्छ
सलिनाको मन्दने दिदीको 100 चोटि उ गर्ने उडबस यो उ पनि खोइ बेल्ट यसको कसले तैँले ल्याएको बेल्ट कसले ल्यायो बेल्ट तैँले ल्याएको बेल्ट तैँले ल्याएको होइन एउटा बेल्ट एउटा 1 2 3टा होइन 4वटा छ होइन 4जनाले एक एकजनाको उडबस हेर्ने ल जाऊ 100 चोटि गर्ने है ल जाऊ 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 वहाँ पर ओए बिचबाट हिँड्छस् पर जाने पर यत्रो लङ हानिस् है भाइ टायर हेलो क्या है पारा यार यसले के गाने हेर न यार होला राम्रो गानु भाइ संसारकै सबैभन्दा अल्छी मान्छेहरूको जङ्गल यता भइरहेको छ यो कुन है फिर तिक्दाजी तिक्दाजी छाती सोखाजी ओइ गाड त्यसै राख्छस् गाड खुसाइदिउँ खतरा ए यो नातिले पनि बेल्ट ल्याएको छैन उडस गर्ने हो ल गर्ने ल ओके आजको होस्टेलको बच्चाहरूको गतिविधिदेखि हामी होस्टेलको बच्चाहरूलाई चाहिँ उसुमा लिएर आएका थियौँ होइन अब यहाँनिर आएर होस्टेलको प्रायः सबै होस्टेलमा रहर हुने मेरो होस्टेलमा चाहिँ मार्सल आर्ट सिक्छु भन्ने रहर हुने बच्चाहरूलाई मार्सल आर्ट्स पनि फ्री नै हामीले व्यवस्था गरेको छौँ होस्टेलमा आबद्ध भएको बच्चाहरूलाई हुन त अरू पनि फ्री जस्तै होइन मन्थली 300 मात्र उठाएको छौँ हामीले सो त्यसो भएको हुँदाखेरि आजको होस्टेलको होइन ज्ञानज्योति होस्टेल कटारी 4 ट्रेनिङ सेन्टर पनि कटारी 4 को सुरुदेखिको अन्तसम्मको गतिविधिहरूलाई नजिकबाट निहालेर हेरिसक्नु भएको छ यस्तै गतिविधि यस्तै बच्चाहरूको जुन खालको मुभमेन्ट अगाडि बढिरहेको छ यसलाई अझै देख्न चाहनुहुन्छ अझ उचाइको शिखरमा पुगोस् प्रगति होस् नानी बाबुहरूको भन्ने तपाईँहरूमा यदि छ त्यो चाहनुहुन्छ भने प्लिज हाम्रो युट्युब च्यानल dr.deepakguru लाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला थ्याङ्क यू बाई